पैसा उनीहरू त गइसकेको पनि छ अरे क्या झन् धनीहरू त गइहाल्छन् गरिब मान्छे कहाँ जान्छ? आमा पठै बरी लैलै हेर त हरिबिजो चुनाव अगाडि सुकुम्बासी हटाउँदैनौँ सुकुम्बासीमा डोजर चल्यो भने हामी छाती थाप्नेछौँ भन्नेहरू विकासको नाममा विनाश गर्दैछन् या विकास गर्दैछन् भनिन्छ नि अभागी खप्परलाई जहाँ गए पनि ठक्कर भनेर। यो आमालाई के थाहा आफ्नै घर अहिले धरापमा पर्छ न बाँसको न गाँसको हुन्छ भनेर। पक्कै पनि बालेन सरकारलाई आश गरेरै भोट हालेको होला जिताएको होला। अब यो आमाको के दोष आफूमाथि नै यस्तो आइपर्छ भनेर। यो आमामाथि मात्रै होइन नेपालमा भएका कति सुकुम्बासीहरूको जिन्दगीमा यस्तो भइरहेको छ होइन। न बाँस न गाँस न कपास भइरहेको छ। भनिन्छ नि जुनै सरकार आए पनि हुने केही नै होइन पेलिने भनेको गरिब नै हो साथी गरिब नै हो। जय होस् नयाँ सरकार जय होस्।